जस्तो मेरो किडनी किन फेल भयो भन्दाखेरि लापरवाहीले होइन, 1.5 महिना राखेर चुटेको चुटै गर्ने, खाना केही पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ? चिसो गोलघरभित्र बस्या ठाउँमा तलबाट पानी पलाउँछ अनि स्वास्थ्य कहाँबाट ठिक हुन्छ? नेल हत्कडी राखेको छ, घावै घाउ भएका छन्, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर टिटानस आदि इत्यादि भएन, संयोगको कुरा। $75 पैसा दिन्थ्यो दिनको, दाल किन्नुहोस्, तरकारी किन्नुहोस्, मरमसला किन्नुहोस्, साबुन किन्नुहोस्, ब्रस किन्नुहोस्, मञ्जन किन्नुहोस्। दाँत कसरी सफा हुन्छ? हामी कस्तो ब्रसले गर्थ्यौँ भने एकपल्ट ब्रस किन्यो, महँगो किन्न सकिँदैन थियो, सस्तो किन्यो, 2-4 दिनमा ब्रस चाहिँ त्यो यस्तो यतापट्टि फर्किन्छ। ब्रस त सिधा हुनुपर्छ नि, यता फर्किन्छ। अनि दाँतमा जुन पर्छ त्यो चाहिँ यस्तो परेको पर्छ, यस्तो ब्रस चाहिँ पर्दैन, दाँतै सफा गर्न सकिँदैन थियो। अनि ब्रस भन्दा पनि मुख बाङ्गो पारिकन ब्रस गर्नु पर्थ्यो। पेस्टको त्यो ट्युब हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्थ्यो। त्यो सिद्धिएपछि पनि त्यसलाई निचोर्दा नयाँ किन पैसा छैन, तै आउँछ कि त्यसको घाँटी मर्काएर खैर ती दिन नसम्झ्यौँ। सम्झिँदा रमाइलो पनि लाग्छ अलिअलि, तर त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु? मलाई ट्युबरक्युलोसिस लाग्यो, औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन, अनि कहाँबाट स्वास्थ्य? दुखेर असह्य हुन्छ, पेटभरि घाउ भएर भतभत पोल्छ, रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ। पेन किलर खाँदा खाँदा किडनी फेल नभएर के हुन्छ? मेरो किडनी फेल हुनको अर्थ पेन किलर खाएको छ, सहनै नसक्ने। अहिले मरियो भने त पछि के गर्ने? पछि उपचार जेसुकै भए पनि के गर्ने? अहिले चाहिँ बाँचिहाल्यो, पेन किलरको असर पछि हेरौँला। यस्ता काबु बाहिरका परिस्थिति बेग्लै हो, काबुका